कसको फोन आयो? साथीको। हेलो कसको फोन आएको बुहारी? के भन्छ? किन फोन गरिरहेछ? मैले मेरो घरमा गुगल भन्दा ठुलो सर्च इन्जिन छ भनेको थिएँ, अनि त्यही हेर्न आउने अरे कस्तो छ गुगल भन्दा ठुलो भनेर। अनि छैन त हाम्रो घरको गुगल भन्दा स्ट्रङ भन्नु त। मैले माइत जाँदाखेरि के लिएर गएँ, कसलाई के सत्कार पुग्यो, कसलाई पुगेन, मैले चप्पल कहाँ खोले, घरको चाबी कहाँ राखेँ, ग्यास कतिखेर खोले कतिखेर निभाएँ, कसलाई के पकाएर दिएँ, मेरो छोराछोरी मावलबाट आउँदाखेरि कति ग्राम दुध लाएँ, जिउमा कति ठाउँ कस्ता चोट लगाएर आएँ, सारा कुराहरू मैले मेरो बुढासँग रेस्टुरेन्ट जाँदाखेरि कतिको बिल उठाएँ, त्यहाँबाट रेस्टुरेन्टबाट घरसम्म आइपुग्दा गाडी भाडादेखि बिलदेखि लिएर ठेलामा खाएको आइसक्रिमदेखि लिएर सबै पहिले यो गाउँकालाई थाहा भइसकेको हुन्छ। छैन त गुगल, नेटवर्क उहाँसम्म पुगिसकेको छ, अनि गुगल कडा छैन त। त्यही भएर दुईटा पासवर्ड हो, एउटा प्याक भइसक्यो, एउटा रोमिङमै छ, काम छैन त्यसको पनि, रिचार्ज छैन। आउँछस् भने आइज, लैजान्छस् भने पासवर्ड लैजा, एकदम स्ट्रङ छ यो घरको वाइफाई भनिदिएको छु। ल म गएँ, गाउँ डुलेर खुट्टा तन्काएर आउँछु त, खाना बनाउँदै गर ल।